व्हाट्स अप गाइज अनि बिहानै उठिसकेका छौँ र अब हामी कहाँ जाँदैछौँ तपाईँहरूलाई त्यो त थाहा छैन होला सो म तपाईँलाई भन्दैछु हामी रामडाँडा भन्ने ठाउँमा जाँदैछौँ अनि हामीसँग धेरै ग्रुपहरू हुनुहुन्छ हाम्रो 10-11 जना हुन्छौँ सो त्यसको लागि अहिले खानाहरू रेडी गर्दैछौँ क्या हाम्रो आशिष अहिले म्याटहरू गर्दैछ बस्नको लागि त्यही भएर हामी छिट्टै जाँदैछौँ अब अहिले के बज्यो होला बिहान 5 बजिसकेको छ अब हामी गएर अनि मेबी 7-8 बजीतिर भ्यू आउँछ होला त्यो भ्यू चाहिँ हामीले हेर्नै पर्ने हुन्छ किनकि त्यहाँको सुन्दरता भने त्यहाँको भ्यू हो अरू पनि त्यस्तो केही छैन चौड 512 ल्याउने त त्यो दुईटा ल्याउने स्पिकर पनि बाइकमा अब हाम्रो गाडीहरू भरिँदैछ है त अहिले हामी चापकोट बजार इलाकामा पुगिसक्यौँ चापकोट बजारमा पुगिसक्यौँ अब यहाँबाट लगभग तपाईँको 2-3 घन्टा लाग्छ होला क्या त्यस ठाउँमा पुग्नको लागि एकदमै जटिल छ यात्राहरू र अहिले त बाटो ठिक छ अरे पहिला जस्तो छैन अरे तर एकदम राम्रो हुनेछ रमाइलो प्रवेश गरिसकेका छौँ तामाचौरीका एरिया हो एरिया हो अनि यो तामाचौरदेखि माथि साइड हो कि अनि हामी तपाईँ चाहिँ चापकोटबाट तामाचौर आउनुहोस् अनि तामाचौरबाट माथि साइडको एउटा बाटो छ कि त्यो विशेष गरी त्यो बाटो चाहिँ जानुपर्ने अनि रामडाँडै जाने बाटो हो त्यो अनि त्यो बाटोमा आइसकेका छौँ पुल हो गया यति लामो पुल छ कि बाटो यस्तो छ क्या तपाईँलाई बाटै देखिन्न कि किनकि कुहिरो यस्तो छ बिहान भइरहेछ अनि कुहिरोको पानीले पनि जियोस् मुख हालिरहेछ यस्तो भइरहेछ कि अनि त्यो ठाउँ यति ऊ छ कि एकदम के भन्छ पर्यटकीय ठाउँ नै हो यहाँको भनौँ किनकि यहाँ धेरै जसो मान्छेहरू जानुहुन्छ कि त्यो ठाउँमा अनि पहिला म एकचोटि गएको थिएँ अनि त्यस टाइममा चाहिँ नि पुरै कच्ची थियो क्या रोडहरू अनि तर अहिले चाहिँ नि एकदम पिच भएर रहेछ जोस् सरकारलाई म एकदमै धन्यवाद दिन चाहन्छु किनकि गर्नुपर्छ कि यतिको गर्ने हो भने चाहिँ नै अनि यो ठाउँहरू विकसित हुनसक्छ नि त होइन अनि मान्छेहरू आउँछ पर्यटकहरू आउँछ यहाँको व्यवसायबाट लिएर हरेक कुरामा वृद्धि हुँदै जान्छ नि त त्यही भएर जोस् म एकदम सरकारलाई धन्यवाद दिन चाहन्छु उहाँहरूले चालेका पहलहरू पाइलाहरू चाहिँ एकदमै सकारात्मक छन् म तपाईँलाई भनिदियो हाम्रो उद्देश्य भने जाने रमाइलो गर्ने मात्रै छैन क्या तर हाम्रो उद्देश्य भने गएर सुसमाचार सुनाउने अनि त्यस ठाउँको निम्ति प्रार्थना गर्ने त्यस ठाउँबाट जहाँ जहाँ देखिन्छ त्यहाँको निम्ति प्रार्थना गर्ने हामी विशेष गरी डाँडाको प्रार्थनामा जाँदैछौँ होइन अनि हामीसँग ट्याक्सहरू पनि छ हामीले ट्याक्सहरू पनि ल्याएर आएका छौँ अनि तपाईँलाई लाग्छ होला घुम्न गयो भने रमाइलो गर्दैछन् भन्ने तर हामी प्रभुको राज्यलाई पनि यत्तिकै महत्त्व दिन्छौँ कि अनि हामीले चाहिँ ट्याक्सहरू लिएर आएका छौँ अनि हाम्रो तपाईँलाई देखिया छैन होला यो पुरै भिजिसक्यो क्या यहाँ पसिनाले गर्दा पसिना भन्छौँ शीतले गर्दा के पुरै भिजिसक्यो किनकि त्यो पुरै कुहिरो लाग्छ नि त यो चिसोको समयमा अनि यो हावा मुखमा जाने हो भने चाहिँ नि यो कुहिरोको पानी जाने रहेछ जस्तो मानेको अनि पुरै भिजिसकेको छ क्या अनि यो कपालहरू पनि भिजिसकेको छ थाहै होला तपाईँलाई त्यही भएर के गर्ने त हिँड्नु त पऱ्यो त्यही भएर अहिले फेरि बिहानै नजाने हो भने चाहिँ नि माथि घाम लागेको देख्न पाइन्न क्या अनि माथि यति दामी घाम लाग्छ कि के भनौँ अब त्यो घामहरू देख्नको लागि भए पनि टाइममै जानुपर्छ क्या नत्र त जति बेला गए नि हुन्थ्यो तर टाइममा जाँदा चाहिँ घामहरू पनि देखिन्छ घामको बिहानीको किरणसँगै प्रभुको प्रशंसा पनि हुन्छ त्यहाँ सो त्यहाँनिर छ क्या हिँड्नु त्यहाँनिर छ क्या रामडाँडा अब हामी यति नजिक पुगिसक्यौँ नि के भनौँ अलिक त्यही हो क्या डाँडा अलिक तल चाहिँ हामी नजिक छौँ त्यो भ्यूको नजिक यहीँबाट हेर्नुपर्छ यहीँबाट वाउ
तपाईँ पनि हेर्छन् ओहो मान्छेहरू कस्तो राम्रो देखेका हुन् दाइ हुन्छ भेना स्ट्रगलिङ हाम्रो सृष्टि हेलो मामालाई हेलो भन्देऊ आदरणीय हुनुपर्छ नम्रता सहनशीलता धैर्यताको प्रतीक नुनले प्रेम जनाउँछ जब हामी नुन भएन भने हामी त खाना खान्छौँ तर पनि के हुँदैन खाए जस्तो हामीलाई सन्तुष्टि मिल्दैन हामी डाँडा पठन गर्न आएको कुकुर छ है डाँडाको प्रार्थना आज चाहिँ हामी पास्टर बुवालाई लिएर जाँदैछौँ हाम्रो दाइसँग सुतिहालेँ किनकि धेरै थकाइहरू भयो अनि त्यसपछि अनि भिडियोहरू एडिटिङ गर्न पाएको थिइनँ अनि अहिले गरेर हाल्दैछु सेयर सब्सक्राइब अनि लाइक गरिदिनु होला अनि यस्तै यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला बाई बाई